कोहीले चाहिँ यो बिजनेसमा चाहिँ अब के स्किल्सहरू चाहिन्छ सुरुमा चाहिँ अनि भनेर चाहिँ सोध्नुहुन्छ कोहीले अब फर्स्टमा चाहिँ अब के भन्दाखेरि चाहिँ तपाईँलाई चाहिँ यो होइन स्पेसिफिक यो स्किल चाहिँ चाहिन्छ भनेर चाहिँ छैन त्यस्तो केही पनि है अब किन भन्दाखेरि चाहिँ अब बिजनेसमा चाहिँ तपाईँ हामी सबैजना चाहिँ नयाँ हो है सुरुमा चाहिँ हामीले चाहिँ अब फर्स्ट टाइम चाहिँ हामीले चाहिँ जुनसुकै के अरे काम गर्दाखेरि एउटा जुनसुकै बिजनेस गर्दा पनि हामी नयाँ हुने त त्यही भएर चाहिँ त्यही स्क्रचबाटै तपाईँले चाहिँ स्टार्ट गर्ने हो त्यहीबाट चाहिँ सिक्ने हो सबै कुरा होइन त्यही भएर चाहिँ हाम्रो यो बिजनेसमा चाहिँ तपाईँले चाहिँ अब स्क्रचबाट चाहिँ तपाईँले चाहिँ सबै कुरा चाहिँ सिकाउँछ तपाईँले चाहिँ यहाँ लाइफ टाइम तपाईँको मेन्टर र कोच प्रोभाइड गरिदिएको हुन्छ अनि उहाँहरू चाहिँ तपाईँले चाहिँ स्क्रचबाट चाहिँ यो बिजनेस चाहिँ के हो भनेर तपाईँले सबै कुरा सिकाउँछ है अनि अर्को चाहिँ हाम्रो यहाँ चाहिँ अब भिडियो बेस्ड ट्रेनिङहरू हुन्छ त्यसपछि गएर चाहिँ यो ट्रेनिङ टुल्स टेक्निक्सहरू सबै कुरा चाहिँ तपाईँलाई चाहिँ सिकाउँछ होइन अनि त्यही गरेर चाहिँ तपाईँलाई चाहिँ स्किल्सफुल बनाउँछ है अनि त्यही भएर चाहिँ म चाहिँ अब तपाईँलाई चाहिँ यो एक्ज्याक्ट स्किल चाहिन्छ भने चाहिँ म तपाईँलाई चाहिँ छैन त्यस्तो केही पनि छैन अनि अब अर्को चाहिँ अब तपाईँलाई चाहिँ के चाहिँ हुनु पऱ्यो भन्दाखेरि चाहिँ तपाईँ आफैभित्र चाहिँ एउटा तपाईँको चाहिँ एउटा बिग एउटा रिजन चाहिँ हुनु पऱ्यो कि तपाईँले चाहिँ म चाहिँ किन चाहिँ यो गर्न खोज्दैछु यो बिजनेस चाहिँ म किन गर्न खोज्दैछु भनेर त्यो चाहिँ तपाईँको चाहिँ स्ट्रङ हुनु पऱ्यो है तपाईँले चाहिँ एउटा पेन तपाईँको चाहिँ अहिले तपाईँले चाहिँ के गरिरहनु भएको छ अनि पछि गएर अब के हुन्छ त्यो चाहिँ तपाईँले चाहिँ अलिकति आफैले चाहिँ होइन रिसर्च गरेर चाहिँ अनि यो बिजनेसमा तपाईँले चाहिँ आउनु भएपछि अनि बिस्तारै तपाईँ आफैले चाहिँ त्यहाँनिर चाहिँ अब कन्सिस्टेन्सी भएर त्यसपछि गएर चाहिँ तपाईँले तपाईँको कोच र मेन्टरहरूको कुरा चाहिँ सुनेर चाहिँ यो ट्रेनिङहरू चाहिँ आफैले चाहिँ राम्रोसँग चाहिँ लिएर अगाडि बढ्यो भने चाहिँ तपाईँले चाहिँ अब त्यहाँनिर चाहिँ तपाईँको चाहिँ प्रोग्रेस हुन्छ त्यसपछि गएर चाहिँ तपाईँको चाहिँ अब मोमेन्टम भइरहेको छ त्यसपछि गएर पछि गएर तपाईँले चाहिँ राम्रो हुन्छ है अनि त्यसरी चाहिँ बिस्तारै तपाईँले चाहिँ सक्सेस पाउँछ अनि नयाँ नयाँ अपर्च्युनिटीहरू चाहिँ आउँछ त्यसरी चाहिँ काम गर्छ यो बिजनेस त्यही भएर चाहिँ म तपाईँलाई चाहिँ अब होइन यही स्किल चाहिन्छ भनेर पनि केही पनि छैन तपाईँ चाहिँ मेन चाहिँ तपाईँको चाहिँ रिजन चाहिँ स्ट्रङ हुनु पऱ्यो तपाईँले चाहिँ किन गर्न खोज्दैछु भनेर चाहिँ तपाईँले चाहिँ हुनु पऱ्यो है त्यही भएर चाहिँ यति भन्न चाहन्छु थ्याङ्क यू